आज एउटा गेम खेल्न गइरहेका छौं। यो गेम अलि रोचक अलि विशेष किसिमको रहेको छ। यसलाई सकेसम्म अन्तिम अवस्थासम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु। एउटा बेलुन, यो बेलुनलाई टाउकाले ठोकेर फुटाउने गेम छ। जसले टाउकाले ठोकेर बेलुन फुटाउँछ त्यसले रु 100 को पुरस्कार पाउँछ। यदि फुटाउन सकेन भने एक झापट मजासँग गाला रन्किने गरी या हात रन्किने गरी खाने व्यवस्था पनि छ। ल सुरु गरौँ। सुरु गर। मैले गर्नुपर्ने? तिमीले सुरु गर। भएन सकिन। खै अब रन काउन्ट तेरी मै परे तो ल मजा आउन खोज्छ। मेरो पालो। ल तपाईँलाई कसरी हान्छु अहिले मैले? राख्नु न। तपाईँलाई कसरी हान्छु मैले नि? छिटो गर्नु। बल्लो पो हुँदो रहेछ। कतिखेर हाल? मैले त देखेर हानु कि तपाईँ पनि देखेर हानु। सकेन। धेरै बल्लो हुँदो रहेछ। मलाई हानेको रन नरन्किनु भनेर मैले पनि ठोक्दे भने होला। खै समार त अनि नत्र त यताउता गरिहाल्छ नि। म समार हान्न पाइन्छ र म समार हानेछु र। धम्की गेम पनि खेल्ने अनि धम्की पनि दिने। माइत गएर भनिदेऊ न को डराउँछ। माइत जान त नजिक हुन पर्यो नि। 3 दिन 2 दिन लाग्छ जान नि। नडरा आराम